के तपाईँलाई मेरो हालत देखेर एक जोडी नयाँ कपडा किनेर दिउँ जस्तो विचार आएको छ? यदि छ भने त्यो विचारलाई पकाएर खाइदिनुहोस्। हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म छु कुखुराको फार्ममा। एकछिन एकछिन अर्काको होइन नि, फेरि आफ्नै फार्ममा। अनि म देखाउँदैछु हजुरहरूलाई ममका डल्लाहरू। होइन यो केटी पागल भयो कि क्या हो जस्तो लाग्छ भने छिटो छिटो हस्पिटल गएर आँखाको मेडिकेयर र पेडिक्योर गर्नुहोस्। तब मात्र तपाईँको कपाल राम्रो देखिनेछ। अनि म छिनाल्दैछु खसीको टाउको अनि रेट्दैछु कुरौटीहरूको घाँटी र जिब्रो अनि घोलेर हाल्दैछु मर्स्याङ्दीको पानीमा ग्लुकोज र भिटामिन। अब यो भाँडामा भर्दैछु समुद्रको पानी अनि दिन्छु मेरा चेलाहरूलाई। सबैले रमाउँदै खाएका छन्। एयर होस्टेज बन्न नसके पनि वेट्रेस बनाएका छन् यिनीहरूले मलाई। यिनीहरूलाई पाप अवश्य लाग्नेछ। यिनीहरूले मेरो जति सम्पत्ति खाए पनि यिनीहरूको मैले केही खान पाएको छैन। त्यही भएर मैले यिनीहरूलाई नै खाइदिन्छु। तर पनि म लाचार भएर यिनीहरूको सेवा गरिरहेकी छु। आजको लागि बिहानीको मेरो काम सकियो। अब म जाँदैछु रुखमा चढेर घर। यतिन्जेल आफ्नो फाल्तु समय खेर फाल्नु भएकोमा मलाई विनम्र अनुरोध छ। फेरि भेटौँला अर्को मिनी ब्लगमा। धन्यवाद। बाई बाई, सी यू टुमारो। बाटो छ गुमारो। बाई 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 बाई।